हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। आज बिहान हुँदै अंकलले सब सामानहरु लिएर आउनु भयो। त्यसपछि एक घण्टा गर्दै सब सामानहरु अनलोड गर्नतिर लाग्यौं। अनलोड गर्दा गर्दै आज रनिङ जान्न भनेर बिहान बिहानै शोल्डरको वर्कआउट गर्दिहाले। 1 2 अझ त्यति मात्र कहाँ हुने, त्यत्रो वर्कआउट गर्दा नि बल्ल बिस्तारामा उठे जे अनुहार भइराथ्यो। त्यसपछि यस्तो जाडोमा नि झर्नाको पानीले मुख धोएर इसेती परिलाई पनि नुहाएर घरतिर फर्किए। घर पुग्दा त यी नानी पनि उठिसकेथे। त्यसपछि नानी स्कुललाई रेडी भएर यसो बाहिर हेर्दा त अरे आसमान के ऊंचाइयों में चारों तरफ कोहरा ही कोहरा है। एबीसीडी तीते देखी रुकी रिचा जहाको ए बी सोल्या तो सी नानीको एबीसीडी सुनेर नानीलाई गाडीमा चढाएर अब कम ब्याक होगा सोच्दै फिल्डतिर आउने बित्तिकै त अंकलद्वारा खन्ने काम र बास गर्ने काम लगाइयो। यसो खनिरहेथे, जेसीबी नै बोलाइदिम कि क्या हो भइराथ्यो। त्यसपछि यसो हेर्दा सबजना काममा बिजी नै हुनुहुन्थ्यो। मनै थोरी पढ्ने नाटक गरेर घर फरार भइदिए। घर पुग्दा त आन्टीले रोटी बनाइराख्नु भयो। रोटी खाएर फेरि फिल्डतिर फर्केर स्क्रिप्ट लेखेर आजको यति नै सकाए। राधे राधे।